गुरु ब्रह्मा गुरुर्विष्णु गुरुदेव महेश्वर गुरु साक्षात् परम ब्रह्म तस्मै श्री गुरुवे नमः। श्री गुरु चरणेभ्यो नमः। संपूर्ण श्रोता भक्त समुदायमा सादर प्रणाम, राधे राधे नमस्कार। आजको प्रसंग भगवान श्री हरिको 10 अवतार। श्री हरिका 10 अवतार कुन श्रापको कारण र कुन आवश्यकताको कारण भएको हो, कुन अवतारमा कुन प्रयोजनका लागि हो। भक्तजन, आज यिनी प्रसंगको तपाईको समक्ष संक्षिप्तमा राख्न गइरहेको छु। कृपया कथा पुरै सुन्नुहोला। आजको कथाको अन्तमा एक प्रश्न राखेको छु। कथा पुरै सुनेर मात्र प्रश्नको उत्तर दिन सक्नुहुनेछ, तसर्थ कथा पुरै सुन्ने प्रयास गर्नुहोस्। भक्तजन, जुन समयमा यो ब्रह्माण्ड शून्य प्राय थियो, पृथ्वीको उत्पत्ति नै थिएन, सो समयमा श्री हरि विष्णु एक्लो जलमय लोकमा हुनुहुन्थ्यो। शेषनागको शय्या गरेर क्षीर समुद्रमा रहेको बेला उहाँले सृष्टिको विचार गर्नुभयो। सोही समयमा ब्रह्माको सृष्टि भयो। ब्रह्मालाई सृष्टिको जिम्मा लगाएर श्री हरि आराम गर्दै हुनुहुन्थ्यो। त्यही समयमा तेस्रो पुरुष ब्रह्माको सृष्टिमा शिवको उत्पत्ति भयो। अब सृष्टिको अरू बन्न थालो। मनु पहिलो भगवान मानवलाई महाप्रलयबाट बचाउन र वेदहरू असुरले चोरेर समुद्रमा लुकाएको बेला श्री हरि विष्णुले मत्स्य अवतार माछाको रूप धारण गरेर मनुलाई प्रलयबाट बचाएको र वेदहरूको उद्धार गरेको मान्यता छ। यो अवतारमा श्री हरिले वेदहरूको उद्धार गरेको हुनाले पुनः सृष्टिको आरम्भ भएको मान्यता यो अवतारले लिएको छ। कूर्म अवतार 10औं अवतारको दोस्रो अवतार हो। यो अवतार समुद्र मन्थन गर्दा सुमेरु पर्वतको मदानी बनाएको र वासुकी नागलाई नेति बनाएको र तर जति गरे पनि क्षीर सागरमा सुमेरु पर्वत डुब्ने भएकोले सुमेरु पर्वत डुब्नबाट बचाई समुद्र मन्थन कार्य सफल पारी त्यहाँबाट निस्केको अमृत देवताहरूलाई अमर बनाउने उद्देश्यले श्री हरिले कूर्म अवतार लिनुभयो। श्री हरिले भक्तहरूको रक्षाका लागि सधैँ साथमा रहने र धैर्य नै ठूलो धर्म हो भन्ने शिक्षा दिन अवतारित भएको मान्यता छ। वराह अवतार भगवान श्री हरिको विष्णुको तेस्रो अवतार हो। हिरण्याक्षले पृथ्वीलाई समुद्रमा डुबाएर पाताल पुर्याएको अवस्थामा वराह रूप धारण गरेर आफ्नो दाँतमा पृथ्वी बोकी पातालबाट ल्याउनु भएको छ। यो श्री हरिको बाध्यताको अवतार हो, किनकि पृथ्वीलाई उद्धार गर्नु थियो। जब अधर्म पृथ्वीमा बढ्दछ अनि भगवान आफै रूप धारण गरेर आउनुहुन्छ अनि धर्मको रक्षा गर्नुहुन्छ। नृसिंह अवतार चौथो अवतार मानिन्छ। यो अवतारमा आफ्नो भक्त प्रहलादको रक्षाको लागि भएको भनिएको छ। हिरण्यकश्यपु नामको राक्षसको पुत्र प्रहलाद श्री हरिको भक्त, उता हिरण्यकश्यपु श्री हरिको दुश्मन। सो कारणले बाबु छोराको शत्रुता भयो। छोरो प्रहलादलाई मार्न गरेको सबै प्रयास असफल भयो। आफ्नो भक्तलाई दिएको दुःख कष्टबाट श्री हरि दुखी भई भक्त उद्धारको लागि नृसिंह अवतार लिई हिरण्यकश्यपको अन्त गर्नुभयो। यो अवतारको उद्देश्य भगवान भक्तको उद्धार गर्नु थियो। भक्तको लागि भगवानले आवश्यक परे नियम तोड्न पनि पर्छ भन्ने मान्यता सन्देश यसमा दिएको छ। वामन 5औं अवतार हो। बलि राजाको दान धर्मको प्रभावले त्रिलोक भयभीत भयो। बलि स्वर्गको राजा भए देवताहरूलाई विस्थापित गरेपछि सम्पूर्ण देवताहरूको अनुरोधमा श्री हरि विष्णुले वामन अवतार लिई बलिलाई 3 पाउ भूमि मागे। 2 पाउमै स्वर्ग मर्त्य पाताल नापेपछि तेस्रो पाइला राख्न बलिको आफ्नो शिर दिएपछि बलिलाई पाताल पुर्याई त्यही राज गर्न हुकुम दिएर बलिको अहंकार नाश गर्नुभयो। परशुराम यो हरिको 6औं अवतार हो मानिन्छ। यो अवतारमा परशुरामले क्षेत्रीहरूको नाश गरेका थिए। एक पटक नभएर 21 पटक पृथ्वी घुमी घुमी क्षेत्रीहरूको नाश खोजी नाश गरेका थिए। परशुराम का बुबा जमदग्नि पनि यो चक्रमा परेका थिए। अधर्मको अन्त्य र ब्राह्मण धर्म रक्षा गर्नु यो अवतारको उद्देश्य थियो। राम श्री हरिको 7औं अवतार हो। यो अवतारमा रामले रावणलाई वध गरेका थिए। रावण र उसका भाइहरूको
को अत्याचारले त्रिलोक आतंकित भएको थियो। भगवान विष्णु राम बनेर दशरथका घरमा सामान्य मानव रूपमा जन्म लिई रावणले सीता हरण गर्दाखेरि सीता उद्धारको क्रममा रावण लगायत उसका भाइहरूको अन्त्य गरी त्रिलोक आतंकित हुनबाट बचाएको थियो। यो अवतारमा श्रीहरि भगवान विष्णुले आदर्श मानव जीवन, सत्य, धर्म र मर्यादाको प्रतीक मानिन्छ। श्री कृष्ण भगवानको 8औं अवतार हो। यो अवतारको मुख्य उद्देश्य कंस र अरु अत्याचारी राजाहरूले पृथ्वीमा अधर्म फैलाएको हुँदा कृष्ण अवतारले श्रीहरिले अधर्मी राजा कंस आफ्नै मामाको वध गरी देश जनता भन्दा मामा ठुलो हुन्न सक्दैन भन्ने प्रमाण दिई राज्य सञ्चालनमा न्याय अन्याय मात्र हेर्नुपर्छ भन्ने उपदेश दिन कृष्णले को अवतार लिएको देखिन्छ। बुद्ध 9औं अवतार हो। श्रीहरि विष्णुको भनिएको छ राजा शुद्धोधन र रानी माया देवीको पुत्रको रूपमा यस धरतीमा जन्म लिई मानवलाई दुःख कष्ट मृत्यु विरामबाट छुटकारा पाउन ज्ञानको प्रचार प्रसारको रूपमा धरतीमा अवतार लिएको मानिन्छ। पृथ्वीमा बलिदानको नाममा हिंसा बढेको, यज्ञ कर्मको नाममा लुटतन्त्र आएको हुँदा सोको अन्त्य गरी अहिंसा र करुणाको बाटो देखाउन श्रीहरिले बुद्ध अवतार लिएको मान्यता छ। कल्की श्रीहरिको 10औं अवतार हो। कलियुगको अन्तमा अधर्म, पाप र अन्यायको चरम बिन्दुमा पुग्नेछ। त्यो समयमा भगवान विष्णुले कल्की अवतार घोडा सवार भएर हातमा तरबार लिएर अवतार लिनुहुनेछ र सबै अन्याय, अत्याचार, भ्रष्टाचारको अन्त्य गर्नुहुनेछ। भगवान श्रीहरिका यी 10 अवतार कुनै श्रापका कारण र कुनै आवश्यकताको कारण हो। यो प्रसंग अर्को कथामा आउनेछ। हवस् त आजलाई बिदा। राधे राधे, प्रणाम, नमस्कार। कथा सुनिदिएकोमा सबै भक्तजनहरूलाई धन्यवाद भन्न चाहन्छु। धन्यवाद।